गुड मर्निङ एभ्रिवान, वे टु स्कुल। दिस इज ड्युटी टाइम। ढिलो भएर चाहिँ नि गाडी रिजर्भ गरिकन जाँदै गरेको नि। हाम्रो चाहिँ बाटो यस्तो चाहिँ घरङ मेन लाइन आयो बल्ल फाइनली। अब चाहिँ अलिक स्पिड हुन्छ गाडी, ढिलो भएर गाडी रिजर्भ गरेर साथीहरू, गुड आफ्टरनुन एभ्रिवान। हाम्रो चाहिँ यहाँ सानो बिएड ट्रेडिसद्वारा चाहिँ हाम्रो स्टडी कर्नर आज सानो इनाग्रेसन थियो, त्यही भएर वी आर इन्भाइटेड फर दिस। अन्त स्टाफ हो प्लस स्टुडेन्ट अन्त इन्भाइटेड थियो। हामी चाहिँ यहाँनिर भर्खर एटेन्ड गरेर चाहिँ त्यसकै बगलमा चाहिँ एउटा मन्दिर छ, दुर्गा मन्दिर हो। फाइनली हामी लोकेसनमा पुग्यौँ। त्यहाँनिर जाँदाखेरि अलमोस्ट सकिसकेको थियो, किनभने हामी चाहिँ अलिकति ढिलो पुग्यो नि त। हामी किनभने स्कुलमा अलिकति कामले गर्दा अल्झ्यो। त्यहाँदेखि चाहिँ हामी पुग्यौँ फाइनली एनिवे होइन। त्यहाँदेखि चाहिँ वी डिसाइडेड टु भिजिट मन्दिर नियर बाई द्याट प्लेस। उकालो जानु मन पर्यो मन्दिर हुँदै हो, त्यही भएर म्यामसँग चाहिँ जान्दैछु हो। हामी चाहिँ एकछिन अन्त मेरो पनि बचपनको पुरा मेमोरिज छ। कलेजमा चाहिँ हामीले स्पेसली बिहिबार चाहिँ ठुलो हात लाग्थ्यो सानो हुँदा। सो मलपुवा खानु नै आउँथ्यो स्पेसली कलेजमा चाहिँ पैसा राखेर। सो एक दिन चाहिँ हामीले सानो हुँदा थुप्रो आएको थियो, सायद पाल्नु छोडे मैरानी थुप्रो आएको थियो। हामी रिन्चुङबाट अचानक हामी यहाँ मन्दिर आउँदा चाहिँ दसैँको टाइम थियो रहेछ, नवरात्रिमा चाहिँ हामीलाई यही मन्दिर देखाउनु पाउँछ। यही मन्दिरमा राखेर चाहिँ एकदम भवन बनाएर चाहिँ हामीलाई पुरा मान सम्मान गरेको थियो। हामी त केटाकेटी थियो त्यतिखेर केही याद थिएन, हामीलाई त खालि मजा आइरहेको थियो, खानु पाइरहेको थियो, पैसा पनि सबैले दिन्थ्यो। यो मेमोरिज आफ्टर धेरै वर्षको बाद चाहिँ आज डोनेसनको उयसले गर्दा यहाँ भिजिट गरेर हामी सर्ट टाइममा कस्तो मेमोरिज आइरहेछ बचपनको। मन्दिर चाहिँ बन्द रहेछ। यो चाहिँ दुर्गा पूजा लाइक दसैँतिर मात्रै खोलिन्छ। अहिले चाहिँ बिहान र बेलुका मात्रै खोल्ने गर्छ, किनभने यहाँनिर मेट्रोपोलिटन सिटीहरू जस्तो अरू जहिले खुला रहँदैन, किनभने दर्शकहरू चाहिँ यहाँनिर भक्तजनहरू चाहिँ उहाँहरू चाहिँ सधैँ आउँदैन नि त। त्यही भएर चाहिँ यो चाहिँ बन्द गर्नुपर्ने हुन्छ। त्यही भएर पण्डितहरूले चाहिँ यतिकै बन्द राख्छ, किनभने खुला राख्यो भने चाहिँ बदमासहरूले सबै चकचक गरेर चोरेर सक्छ नि त। त्यही गर्दाखेरि चाहिँ यसरी बन्द गरेर राख्नु भएको रहेछ हो। अहिले चाहिँ बन्द रहेछ। यहाँको भ्युजहरू चाहिँ यस्तो देखिन्छ हो। यहाँबाट चाहिँ यसो मजाको आज चाहिँ सन्नी डे भइरहेको छ, दामी। जङ्गल छ यहाँनिर। यो चाहिँ मन्दिर छ, यो एकदम पुरानो मन्दिर हो। यहाँनिर हामी दसैँ दिवालीहरूमा चाहिँ पूजा लगाउँदाखेरि सफाहरू गर्नु पनि आउनुपर्छ हो। हाम्रो सानो बजार यहाँनिर, तर मजा आउँछ। यहाँको क्लाइमेटहरू एकदम सुट गर्छ हामीलाई। हामी चाहिँ एकदम जाडो, यहाँनिर चाहिँ पुरा जाडो हुन्छ नि त। हामी चाहिँ एकदम जाडोमा हुर्केको भएर चाहिँ हुन चाहिँ म चाहिँ बाहिर पनि परेँ होइन, बाहिर बसेँ कति होइन स्टडीको लागि, तर कति बेसी साह्रो पर्थ्यो, यति बेसी तर्पिन्थ्यो हामी जाडोको मान्छेहरू चाहिँ। त्यही बेसी तर्पिने क्या, उनीहरू चाहिँ मजाले बस्दिने होइन, तर हामी चाहिँ गरमले पुरा तर्पिने क्या हुन्छ नि। यहाँ चाहिँ हामी किनभने जाडोमा हेबिचुटेड छ नि त हो, त्यही भएर चाहिँ हामीलाई त गरम सहनु पुरा साह्रो पर्छ। अन्त तर यहाँ त्यही भएर चाहिँ यहाँनिर मजा आउँछ। विन्टर होस् कि समर होस्, अलिकति समरमा हामीलाई यतिको कति भने बेसी भनेको 19, 20, 21हरूसम्म सेल्सियस डिग्रीसम्म पुग्छ होइन, तर पनि हामीलाई एकदम साह्रो परिरहेको हुन्छ क्या गरम भएर नि तर्पेर। यहाँनिर बिएड ट्रेनिसहरू यहाँ तल जानुहुँदैछ, दे गोइङ ब्याक टु स्कुल। अन्त अगेन वी अल्सो हेभ टु गो ब्याक। एकदम मनपर्छ मलाई चाहिँ एकदम भिडियोहरू गर्नु। मैले चाहिँ त्यो फेसबुकमा पैसाहरूको लागि चाहिँ गरेको होइन, एकदमै मलाई चाहिँ हुन्छ नि मेमोरिजहरू क्याप्चर गर्नु एकदम मजा लाग्छ, डर लाग्छ। मैले पहिला फेसबुकहरू नचलाउँदाखेरि पनि मैले एकदम स्टक गरेर राख्थेँ हो, भिडियोजहरू जहाँ पनि जाँदाखेरि मैले स्टक गरेर राखिरहेको हुन्थेँ। अन्त अपलोडहरू चाहिँ गरेको थिएन, किनभने मैले फेसबुक चलाउँथेन, खोल्नु चाहिँ खोलेको थिएँ, तर डरले, घरको डर प्लस फेरि स्टडीमा फोकस गर्नुपर्ने, प्यारेन्ट्सहरूको पुरा डर लाग्ने होइन। अन्त स्कुलमा टिचर्सहरूको डर लाग्थ्यो, त्यही भएर मैले चलाउँथिनँ नि त। अन्त अहिले चाहिँ मैले अहिले अपलोडहरू गर्न थालेको छु। प्लिज लाइक एन्ड सब्सक्राइब माई च्यानल गुरुङ काली। मेरो भिडियोलाई लाइक्स गरिदिनु, सेयर गरिदिनुहोस्। तपाईँहरूको सपोर्ट बिना म केही पनि हुँदिनँ। अन्त त्यही आई निड योर हेल्प।
मलाई तपाईँहरूको एकदम इन्करेजको जरुरत छ, त्यही कारण म रिक्वेस्ट गर्न चाहन्छु कि मेरो भिडियोलाई पनि लाइक गरेर सेयर गरेर मलाई सपोर्ट गरिदिनुहोस्। अब जानुपर्छ, वी हेभ एनदर प्रोग्राम इन स्कुल, सो वी हेभ टु गो बाई वक। यति साह्रो मैला रहेछ यो मन्दिर। झार चाहिँ पुरा उखाल्नु पनि रहेछ। यहाँनिर हेर्नु न, फुलहरू झरेर के दामी, यति मनपर्छ। आई लभ नेचर, यस्तो ग्रिनेरी चाहिँ एकदम मनपर्छ मलाई, डेजर्ट भन्दा पनि। म्याम आउनुहोस् है, वी निड टु रिच स्कुल एज सुन एज पोसिबल बिकज वी हेभिङ एनदर प्रोग्राम विथ स्टुडेन्ट एन्ड BA ट्रेनिज। वी निड टु रिच बाई टाइम। अब यहाँबाट चाहिँ एकदम यो थर्केर चाहिँ उयो हुने रहेछ कि, राम्रै नआउने रहेछ भिडियो, सो बन्द गर्दैछु। बस स्टे ट्युन, बाई। आइसक्रिम टाइम, पुरा गरम छ आज चाहिँ यहाँ पनि घाममा गएर, सो अहिले चाहिँ आइसक्रिम लिएर आएको। यिनीहरूले पानी पिएको अरे हौ।